भाइले एउटा फ्री स्टाइल सुनाइदिन्छ नि ल यो दाइ म होइन मेरो नाम चाहिँ है रोशन सेमजङ लिम्बू हो म चाहिँ होइन तर खास तपाईँहरूले मलाई मायाले चिम्फुले भन्नु पनि सक्नुहुन्छ होइन र आज चाहिँ अब टक्क दाइसँग मिठो भेट हुँदाखेरि चाहिँ अब दाइले पनि भाइ फ्रिस्टाइल हान्नु न फ्री स्टाइल त सुन्ने नि हो नि त्यही चाहिँ यो फ्रिस्टाइल हो यो फ्रिस्टाइल चाहिँ तर मैले हान्नुको कारण चाहिँ होइन दाइ मैले यो हाम्रै अरू ठाउँ होइन दाइ यो हाम्रै गाउँघर समाजमा म दाइ हेर्छु होइन कस्तो मान्छेहरूले कस्तो परम्परा रीतिरिवाजहरू अप्नाइरहेको छ होइन एकदमै गलत हो कि सही हो त्यो आफ्नो ठाउँमा छ होला दाइ तर मलाई चाहिँ एकदम यो गलत लागिरहेछ किनकि मान्छेहरूले एकदमै गरिबी होइन सानो जातपात होइन मान्छेको रङ सङसँग पुरा सरकार राख्न थालेको छ यस्तो यस्तो भएको कारण चाहिँ म यो परम्परा होइन सम्बन्धी चाहिँ म आवाज उठाउन चाहेँ होइन त्यही भएर चाहिँ फ्री स्टाइल म थोरै हान्न चाहन्छु त्यस्तै बिट बिना होइन यसो छोटो मिठो यो check it simply represents dedicated to this darkness part of this society and हल्का इङ्ग्लिस नै या म त आज एक्लै अन्धकारमा बसिरहेको छु भोलि पर्सि भन्न अहिले अलि छाडी गएको छु अर्काको भर पर्न छाडिसकेँ मैले अहिले आफूलाई तिखारिरहेको छु अझ पहिला भन्दा झन् दामी भएको छु धेरै कुरा चेते सय धेरै पीडाहरू भित्रै गाडिरहेको छु मन छैन यहाँ त्यहाँ सबैलाई सुनाउनु थाहा छ यो समाज कस्तो छ मैले राम्रो गर्दा उसको मन जल्दछ आज गरे भन्दा भोलि कुरा बढ्दछ कुरौटे समाज यसरी नै चल्दछ भङ्ग छ सबै कुरा अचम्म छ यहाँ सानो ठुलो धनी गरिब सब कुराको मतलब छ यो हो कलियुग हुन्छ एकअर्काकै कतल यस्तै छ कलियुग यस्तै छ जमाना यहाँ बस्ने खाने सब थोक पैसाकै भरमा कसैलाई चाहिँ पुग्दो यहाँ कोही भने धरापमा नहुँदाको पीडा भोग्नु पर्छ यही समाजमा पैसा हुँदा इज्जत नत्र चाहिँ दबाबमा जातभातको भेदभाव यही हाम्रो पालामा गरिबीको मजाक यहाँ धनीलाई चाहिँ सलाम बिग्री गएको मती सबको एकदमै खराब छ कसरी बुझौ किन गर्छन् पक्षपात खास हामी मनुष्य जात हाम्रो मानवता आफ्नो ठाउँमा बस्नु अर्कालाई किन सराप छन् मन्दिरभित्र कुटपिट छिरेपछि सानो जात पैसाकै पछि भागाभाग सबलाई चाहियो दाम पछि सके आफ्नो लाज घमण्ड र दाग आफन्तको अनि विषालु त्यो मायालुको घात तर यस्तै हुन्छ हाम्रो समाजमा तर यस्तो कुराहरूले हामीले होइन एकदमै के भन्न चाहन्छु भने म चाहिँ कसले के भन्छ कसले के गर्छ त्यसले कुरा काट्यो त्यसले धम्की दियो भनेर केही गर्ने होइन शान्त बस्ने किनकि यो आकाशमा जति नै चर्को घाम लागे पनि समुद्रको पानी कहिले सुकाउन सक्दैन त्यसैले म सोचिरहेको छु शब्द म खोज्दैछु गन्तव्य गर्नु छ धेरै प्रगति कुरा काट्ने जति छ अब देखिरहेको छु लक्ष्य म गर्दैछु सङ्घर्ष यो गोर्खालीको देशमा मन लाग्दैन पछि हट्न त्यसैले तयार छु म मर्न छाड्दिनँ म लड्न सक्दिनँ कसैको म यहाँ अन्याय सहन म त आफ्नै ठाउँमा बसी चाहन्छु केही गर्न तर यो लामो जिन्दगी नै सोचे भन्दा फरक छ थाहा छ को कहाँ छ कसले के गर्दैछ यहाँ आज तर मलाई त बाल म हुन्छु आफ्नै तालमा चिना छु सबै आफ्ना को कस्तो हुन्छन् को चाहिँ बन्दैछन् घातक अगाडि राम्रो कुरा गर्ने पछाडि चाहिँ हान्छन् लात त्यसैले डर लाग्नु थालेको छ मलाई आजभोलि आफन्तको साथ बाल छैन कसैको अब आफ्नो आफै बन्छु शासक आफ्नै लागि मात्र आफ्नै लागि बाँच सबै कुरा बदलिन्छ तिम्रो पाइला सधैँ चाल सङ्घर्ष जारी राख भोलिलाई नसाच आज सुरु गरिहाल